हाई गाइस, सबैजनालाई स्वागत छ मेरो भिडियोमा। म चाहिँ केयर मनाउन जाँदैछु माथि खोलाघारी भन्ने ठाउँ। मेरो छोरी पनि रेडी भइसक्यो, हामी चाहिँ रेडी भइसक्यौँ। अब सबैजना साथीहरू भेला आउनु बाँकी छ, अरू पनि जानुहुन्छ। सबैजनासँग जान आँटेको हामी साथीहरू। हामीहरू खोलाघारी जानु भनेको, खोलाघारीमा ठाउँ छैन अरे, मान्छे धेरै भयो अरे, प्याक भयो अरे। अब खै कहाँ जान्छौँ थाहा छैन। म यहाँ साथीहरू भएकोमा चाहिँ जाँदैछु, जाँदिनँ कि कहीँ पनि थाहा छैन। जाँदैछु जानु चाहिँ। ल हामीहरू चाहिँ आइपुग्यौँ ठुलो ढुङ्गा। कहाँ जाने सल्लाह चाहिँ कहाँ आइपुग्यौँ है हामीहरू। बसमा खान्द्राङ खुन्द्रुङ गुन्द्रुक खँदै आइपुग्यौँ हामीहरू। हामी आइपुग्यौँ ठुलो ढुङ्गा। नक्कली भान्जीलाई फेरि हेर्नु परेको। ल ल ल हाई हाई भन, हाई हाई लेमन यता हेर, हाई हाई ल जाउँ। हामीले खानेकुराहरू चाहिँ किन्यौँ है यहाँनिर। एक बोरा भइरहेछ है, एक बोरा। त्यसको नाम पनि भनिदिउँ म। भन त ल। ल अब हामीहरू चाहिँ त्यता जान्छौँ है, यता कता हुन्छ। चलो चलो चलो। सबैजना गएर तर गरौँ खै पछाडि मैले अस्ति सिप्री खोजेको त सर्ट भिडियो लाग्थ्यो कि 11K भ्युज पुग्दा 11,000 Hello guys. बसेको ढुङ्गा त उता लडेर ल अब हाम्रो ठाउँ चाहिँ यहीँ हो। यहीँ बसौँ है। के बस्छ त्यहीँ पनि त उता न लडेर। हाम्रो क्यामेराम्यान चाहिँ गलेको अवस्था। यसले त भोलि पर्सि भ्यानासँग हिँड्नु पनि दिँदैन होला। फोटो खिच्ने तरिका चाहिँ यस्तो छ। कसैलाई यस्तो क्यामेराम्यान चाहिएको छ भने कन्ट्याक्ट गर्नु होला। ठेगाना नाम पनि दिव्या राई, ठेगाना केराबारी 7 भालकुडे। जिब्रो निकाल्दा खिच्दै हामी चाहिँ यहाँनिर फोटो भिडियो बनाउँदैछौँ, खिच्दैछौँ। यता तरुनी बरुनीहरूलाई अल्छी लाग्यो अरे। खै यता देखाउनु न। ओह गङ्गटा, गङ्गटाले टोकिस गएको फुलमा प्रियो। ल अब यहाँ पनि निस्किनेवाला छ। हामी चाहिँ माछा पनि मार्न थाल्यौँ है। अब लु निकाल त बिनिता। ऊ छ छ छ। ए मैले देखिसकेँ। ए अब मलाई चाहिँ बिचमा डायमन्ड कहाँ पो गयो? खोइ पक्रिन, कसले पक्रिने? हिरा 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 पक्र पक्र। हात चेप नभाग नभाग। यहाँ छ अर्को। पक्र पक्र पक्र। यसरी पक्र न यसरी। त्यसरी मार्छ यसले। ओ हेर न गङ्गटा। खोइ कतिवटा छ यहाँ? आऊ ओइ नानी आइज है। आमामा सिमसाग। यहाँ त सिमसाग पनि रास रहेछ नि त। कसले रोप्यो हौ यहाँ? ए साइली साग, सिमसाग के हो? हेर रे बाजा लु खामै खाम। ल
हाम्रो चाहिँ अब खाना स्टार्ट है। यता केटा टोलीहरू हुनुहुन्छ। मेरो हिरो चाहिँ उता है। खगेन राजाको अवतारमा छ त बुढा त। ओ खगेन लुलु खाइदिउँ। मासु रबर ल यता चाहिँ इन्जोय भइरहेछ। नयाँ वर्ष लागिरहेछ सबैजनालाई। हाम्रो टोली चाहिँ यता। मेरो छोरी चाहिँ स्विमिङ गर्ने अरे। अब स्विमिङ गर्नु भन। त्योहरूमा तलदेखि यता 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 यहाँसम्म छ। सबैजना खाएर अगाएर भित्तातिर, कोही तल्लो साइडतिर, कोही यता पानीतिर भइरहेछ। डाँडा 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 मात्रै छ यहाँ चाहिँ। हामी चाहिँ यहाँ बिचमा छौँ खोलामा। हजुर अब चाहिँ हामी सबै खाइसकेर हिँड्नु आँटेको है। टोलीहरू तर हजुर अरे तिमीको त म्याजिक पो रहेछ हौ नि। राउटे मामाहरू। मेरो घर जान पाए हुन्छ। यहाँदेखि त उतै हो माथि। अब चाहिँ खोर 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 भन्ने बेला भयो है। ल खोर 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 बाख्रा खोर खोर। बाबासँग जाने? लु जानु। बाई बाई। बिर्सेन होला हाम्रो साथहरू, मेरो छोरीको साथहरू सबै आइज एकदमै। हामी चाहिँ ठुलो ढुङ्गादेखि पनि माथि आएको थियौँ। यता माथि यहाँदेखि पनि हामी जाँदैछौँ। ठुलो ढुङ्गा चाहिँ उहाँ तलमा छ। अब चाहिँ हामी जाँदैछौँ घर। हामी चाहिँ फर्किँदैछौँ। मेरो छोरी चाहिँ स्कुटीमा आउँदैछ उसको बाबासँग। हानेर बाटो नै अप्ठ्यारो छ। मलाई डर लागिरहेछ। मेरो छोरी चाहिँ पापासँग जाने भनेर नि उसको बाबासँग जान आँटेको। बाटै अप्ठ्यारो न अप्ठ्यारो छ। तिरबल भइरहेछ। हजुर ल जान्छु। लु हाम्रो टोलीहरू त यहाँ त के पो गर्दै हुनुहुन्छ हो। सिसाको खालेकै हो त। छाक पुग्यो। ल हामी चाहिँ जाँदैछौँ घर। कतिजना चाहिँ स्कुटीमा गयो, कोही टेम्पोमा गयो, कोही हामीहरू हिँड्दै जाँदैछौँ। नयाँ वर्ष मनाइयो आज। डाँडा काँडातिर आइएर। हजुर झोलाहरू अघि आउँदा चाहिँ बसमा आएको थियौँ। गुन्द्रुक खाँदेको जतिकै खाँदै र मजा भएको थियो। अहिले चाहिँ 2 फुटेमा हामी जाँदैछौँ। अहिले हिँड्नु परेर अलिक अल्छी लाग्छ। पीडा भए पनि यसो भिडियोमा चाहिँ पीडा नभएको जस्तो। आयो हातै गयो। यता एउटा नक्कली सोलाउने। ल हामीहरू घर आउँदा त रात पर्यो। हामीहरू गएको कति 12-1 बजीतिर हिँडेको। अहिले घर आउँदाखेरि 6:30 भइसक्यो। अब आजको भ्लग यति नै साथीहरू। सबैजनालाई ह्याप्पी न्यु इयर। बाई बाई।